Happy birthday. Thank you. Thank you. Happy birthday. ओइ कति बुझ्ने भात खान्न भनेर चिउरा पकाएको अरे बर्सिँदै अल्छी लागेर भुजा दिएको भन्नु नि बस साथीहरू मैले बनाएको मोमोहरू यो खोइ औरे लियो तपाईँलाई तपाईँहरूलाई कमाएको जति आधी पैसा जति सबै मेरो सवारी भाडामै जान्छ एक थप्पड दिउँ पानी पर्न लागेको मौसम देख्न सक्नुहुन्छ यस्तो So hello everyone, good morning, namaste, welcome back to my channel again. This is me Parmila Chua. हजुरहरुलाई मेरो नयाँ भिडियो नयाँ ब्लगमा स्वागत छ। आशा गर्छु हजुरहरु सन्चै हुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु भन्दै आशा साथ आजको न्यू डे न्यू ब्लगको सुरुवात भइसक्यो साथीहरु। म हुँ हजुरहरुकी प्यारी परमिला शिवा नर्मली डेली ब्लग गर्ने गर्छु। सो अहिले चाहिँ अलिक मैले टाइम पाएको छैन तर पछि म कन्टिन्यू गरि नै हाल्छु। अहिले चाहिँ म किनभने अहिले म जब गर्दै छु नि त हजुरलाई डेली ब्लग हेर्नु हुन्छ नि थाहा छदैछ हैन। अहिले म जब गर्छु त्यही कारणले गर्दाखेरि अहिले म अलिक ब्लगलाई टाइम दिन पाएको छैन तर यसो वीकली 2 दिनमा 3 दिनमा यसो अपडेटहरु चाहिँ दिइराखेको हुन्छ। यसो काम पनि गर्नु पर्यो नि त साथीहरु अनि ब्लगलाई पनि मध्यनजर गर्दै म हालिरहेको हुन्छु ब्लगहरु पनि। सो हजुरले हेर्नु भएको छ हेर्नु हुँदैन भने मेरो डेली ब्लग चाहिँ हेर्ने गर्नु होला। अहिले चाहिँ अलिक ग्याप पाउँछ अब 1-2 महिनापछि फेरि काम गरिन भने फेरि कन्टिन्यू डेली ब्लग आउँछ। त्यति दिनसम्म चाहिँ मेरो ब्लग हेर्न नबिर्सिनु। सो आज चाहिँ म ड्युटी जानलाई पनि रेडी भइरहेको छु। सो दिगसुगा देख्न सक्नुहुन्छ यहाँ पूर्वाञ्चल क्याफेको लोगो पूर्वाञ्चल क्याफे छ पूर्वाञ्चल क्याफेको लोगो छ यहाँ। सो अनि अहिले चाहिँ मेरो चाहिँ खास गरी 7 to 7 हो अनि अहिले चाहिँ बजिसक्यो 7 तर 7:15 मा 7:20 तिर जाँदा पनि हुन्छ किनभने 7 बजे खोलेको हुँदैन। म अस्ति कतिचोटि 7 बजे गएँ तर फर्केर चाहिँ आएन तर बस्नुपर्छ क्या त्यहाँ बाहिर गेटहरू खोलेको हुँदैन। त्यही भएर सो अहिले चाहिँ सफारी बोलाइरहेको छु किनभने अहिले यहाँ यस्तो पानी पर्न लागेको छ मौसम देख्न सक्नुहुन्छ। यस्तो मैले चाहिँ सोचेको पानी पर्दिन यत्रो ठुलो पानी पऱ्यो त यसो सुत्न पाइन्थ्यो भनेको यो पानी चाहिँ फेरि सिम यत्रो गडाङ सिम पर रोक्यो क्या यस्तो धोकेबाज पानी छ। अनि त्यही भएर सफारी बोलाएको अहिले फेरि यस्तो पानी चाहिँ परेको छैन बाइक चिनमा अब पानी पर्न सम्भावना हुनसक्छ भनेर सो सफारी बोलाएको। अब चाहिँ म जानुपर्ने हुन्छ मेरो ड्युटीतिर। यिनीहरू मेरो भ्लग हुन आएको कति भयो बिचरा कति तड्पिरहेको होला भ्लगमा आउनुको लागि। लातमा देख्ने थियो कि मेरो उहाँले त नाच्न थाल्यो त भ्लगमा नआउन पाउँदा कस्तो लागिरहेछ। यो चाहिँ निकाल न यो लकेट चाहिँ किन हौ लुकाको त्यही ह्यान्डसम देखेको छैन। सो यस्तो छ मौसम चाहिँ यस्तो छ साथीहरू। अनि मैले यहाँ नयाँ लिप ब्लस किनेको थिएँ कस्तो देखिन्छ दामी देखिन्छ हैन। सो अब सफारी आइहाल्छ अनि सो चलिदिनु पर्ने हुन्छ ल। एक झापड दिउँ एक थप्पड दिउँ हेरेन हेर्दैछु टल्ल भयो चाहिँ एक झापड दिउँ। यो कम्ती हाँस्दैन हाँस्दै चाहिँ कलु फेरि हाँस्दै त ल टसमै हेरेको रहेछ लागेन मसी कालु क्वाले कालुलाई हेर्दै यो कलु यो पुङ्गुली हैन बाई बाई अनि मेरो आमा देखेन के कोइला छ लाइटमा हेर साथीहरू म चाहिँ पछि आइसकेँ यो पनि ज्याकेट पनि लगाइसकेँ किनभने आज पानी परेर अलि जाडो छ कि टक्क ज्याकेट लगाइदिएको। म चाहिँ यहाँ पछि आइसकेँ पछि देख्न सक्नुहुन्छ यस्तो भइसक्यो पछि कस्तो अर्कै देखिन्छ हौ पछि त रिभिल क्यामेराहरूमा हेऱ्यो भने पनि हेर्नु त हौ मजाले पूर्वाञ्चल क्याफे जानुपर्ने हुन्छ अनि एकछिनपछि अब धेरै काम भयो भने चाहिँ। सो साथीहरू म चाहिँ क्याफे आइपुगेँ। साथीहरू मैले बनाएको मोमोहरू यो कुन मोमो हो यो
यो सी मोमो हो अनि यो खोइ कुन मोमो हो थाहा छैन यो गोलो खाले मोमो यो चार कुने मोमो अनि यो खोइ कुन मोमो यो मोमो चाहिँ कति क्युट हो यो हेर्नु न यो वाउ कति क्युट यो पनि मैले यो सबै मैले नै बनाएको यहाँ आटा छ अनि यो मोमो मैले बनाएको दामी तरिकाले हेर्नु यहाँ यो अर्कै नयाँ नयाँ मोमो बनाउनु पर्यो भनेर बनाएको यहीँ देख्न सक्नुहुन्छ कस्तो छ दामी छ हौ सबै मैले बनाएको यो चाहिँ सब किमाबाट होइन यो यस्तो डल्लो डल्लो यस्तोबाट बनाएको सबै यहाँ छ मैले बनाएको त्यो साथीहरू फेरि चाहिँ ड्युटी सक्यो अब चाहिँ म घरतिर लाग्दैछु आज म यसो आज भ्लग पनि नबन्नु पऱ्यो त्यति भन्दै थियो तर आज भेनाको बर्थडे रहेछ घरमा मलाई अघि इन्भाइट आइसकिसक्यो कल आइसक्यो अघि म आज हिँड्दै जानु पर्यो भन्दै थिएँ तर फेरि छिटो छिटो आऊ भन्न थालेँ अनि त्यही भएर अब सफारी तर प्रायः म सफारीमै हुन्छौ हिँड्दै जानु भन्छु के खर्च गर्न मन लागेको होला कमाएको जति आधी पैसा जति सबै मेरो सफारी भाडामै जान्छ जस्तो कुनै बेला अब त यो झन् यो पानी पर्छ पानी पऱ्यो भनौँ घरि चर्को घाम लाग्छ भनौँ घरि बेलुका भयो भनौँ अहिले 7 बजिसक्यो म एकछिनमा आउँथ्यो होला 7 होइन 8 बज्न आँट्यो 7:30 भयो एकछिन त्यो अझै आउँथ्यो होला हिँड्दै हिँड्दै जाँदा त अलिक 8 बज्थ्यो तर दिदीले भेनाको बर्थडे छ छिटो आउनु सबैजना आइसक्यो भनेर कल गर्नुभयो त्यही भएर चाहिँ म हतार हतार जाँदैछु अरे दाजुको सफारीमा यस्तो रात परिसक्यो जहिले म आउँदाखेरि यस्तै हो यति नै रात परिरहेको हुन्छ कुनै बेला हिँड्दै आउँछु कुनै बेला सफारीमा आउँछु यस्तै हो भाइरल म चढेको सवारी सबै भाइरल हुन्छ खाना खानु पर्यो भने चाहिँ तर खाना खाएन भने त्यहाँ फेरि सिसिटिभीले देखेर फेरि भोलि बिहान कराउँछन् क्या त्यही भएर यसो खाएर चिच्चा खाइदिएँ अनि आइदिएँ फेरि उहाँ बर्थडेमा रुँदैन फेरि बर्थडेमा खेर जाँदैन होइन अब सिधै डाइरेक्ट घर जान्छु म अनि एकछिनपछि बर्थडेमा के हुन्छ कस्तो हुन्छ को छन् म धेरै भइसक्यो क्या जबसम्म ड्युटी आउन थालेँ त्यहाँदेखि कोहीसँग मजाले बस्नै पाएको छैन साथी को छन् के छन् को हो बोल्ने चाहिँ ओ यो बोल्ने को हौ ल थर्दाको साला म त को रहेछ भन्छु नि यो पागल पो रहेछ को कि को भन्दै त्यो साथीहरू भर्खर आएको घर आइपुगेँ अब हतार हतार ड्रेस उयो टी सर्ट चाहिँ चेन्ज गरेर पार्टी खान जानु पर्यो न आज पार्टी आज त म गरेको हुन्छु आज त आज चाहिँ टी सर्ट पनि भेट्दिनँ साथीहरू भर्खर मुन्टेको ल म चाहिँ के लाउनु आउने बित्तिकै आँखा छोपेर मेरो साथीहरू म आइपुगेँ ह्याप्पी बर्थडे भेना ह्याप्पी बर्थडे थ्याङ्क यू मलाई हेर्नलाई त अपोइन्टमेन्ट लिनु पर्थ्यो तपाईँ हेर्नलाई त अपोइन्टमेन्ट लिनु पर्थ्यो तपाईँहरूले लिनु भएन क्या हो हेर दर्शन गर एकचोटि ढोक हान्न तेरो छोरी उहाँ खुट्टा लु बनाऊ न भन्नु न म लु बनाऊ त भन्नु न कता बुझ्ने कति गाह्रो मलाई भेट्नको लागि त अपोइन्टमेन्ट पनि लिनुपर्छ त यो सुरुवाल थियो टी सर्ट त अर्कै लानुपर्छ नि त हामी सन्चै छौँ हामी त जहिले सन्चै हुन्छौँ यिनीहरूलाई चाहिँ देखिँदैन त्यति बिचाराहरूलाई कस्तो जुम्रा खनाकी हो तैँले अहिले झरेर मात्रै जुम्रा ए टाउको किन कनाकी के हो ओइ फोन हेर्नु न मेरो बिग्रेर अब 11 आउन आँटेको छ 11 आउन आँटेको छ अनि रेन दिदीको छोरा ओइ 11 आउन आँटेको छ मेरो दिपाको होइन अर्कै मेरो किन्न आँटेको
इलाबेन आएर यिनीहरूलाई यस्तो देखाउँछु आफै किन्न आँटेको थ्याङ्क यू बर्थडे बोय नै कति दुःख हो हाम्रो बर्थडे बोय हाम्रो पार्टी हो रहे उयो आज त म गलेकै छुइनँ हौ हिजो त म यस्तो गरेको थिएँ आज चाहिँ काम पनि त्यति भएन हिँड्दै आउनु पर्यो आरामले भन्दै थिएँ तर रेन्जीले छिट्टा भने अनि त्यही भएर सफारीमा हत्ता कुद्दै साँच्चै मैले ड्युटीमा जब जानु थालेँ नि त्यहाँदेखि मैले मासु मजाले खाएकै छुइनँ काहीँ नै मिठो हुँदैन के भएको त्यहाँ त जानु म हो त मिठै लाग्दैन मलाई त अनि खाएकै छुइनँ कस्तो मजाले मासु नै खान पाएको छुइनँ क्या मैले मजाले मासु नै खाएको हो साँच्चै खाएकै छुइनँ कति भइसक्यो त्यो गएको म त्यहाँ 12 दिन भएर उहाँ त्यहाँ खाना पनि त्यति मन लाग्दैन रुच्दैन पनि मलाई छ यताले चाहिँ मलाई छैन क्या भन्दै सोच्दै थिएँ यस्तो अरे मलाई त छैन त बिचरा पुजनको छोरी हेर्न सुतिरा चाहिँ कति बोल्छ खोइ औरेन्दी तपाईँलाई चाहिँ तपाईँहरूलाई खानु छ होला नि साथीहरू यस्तो छ क्या मेरो क्यामेरा यी अनि मलाई सक नयाँ फोनको सक जरुरत छ त्यहाँभन्दा अगाडि देख्ने क्यामेरा ह्याङ भइरहेको थियो हौ मेरो अस्ति बेला पानीमा पनि बिग्रेको थियो कि क्यामेरा ह्याङ भइरहेको थियो झन् त्यही माथि यस्तो क्यामेरा हल्लिन्छ अब आउँदैछ मेरो छिट्टी फोन तर किन आउँदैछ के आउँदैछ म भन्दिनँ फेरि थ्याङ्क यू खोइ वेलकम भनेको हामी त्यहाँ तल जाम खान तोङमा बोकेर आएको के बोकेर आएको कसले बोकेर आएको ओइ ल्याउनु हौ दुईजनालाई पनि दुईजना चाहिँ नखाना हारेको हो क्या हो भातै खाए पनि यहीँ बसेर खाँदा के हुन्छ त हामी के एक्लै खानु के जानु हामी जाऊ यहाँ मासु खानेलाई ड्युटीदेखि कस्तो कुद्दै कुद्दै आएको म बुझालाई छोडियो बर्थडे छैन मासु खान बर्थडे हुँदैछ भन्दै भ्लगमा आएको कि आज त बर्थडे पो रहेछ नि भन्दै सबैले भन्दै मासु ओइ कति बुझ्ने भात खान्न भनेर चिउरा पकाएको अरे बर्सिँदै अल्छी लागेर भुजा दिएको भन्नु नि पर्यो बर्सिँदै अल्छी लागेर भुजा दिएको भन्नु नि पर्यो भात खाँदैन कति माया गर्छ पुरा पकाम जस्तो लाग्दै थियो कि अब सबैको डाइटिङ डर पाएछन् बाहना पाइहाल्छ न यतिको बाहना चाहिँ पाउनु पर्यो हुन्छ भेडामा खाना खाँदै हुन्छ पकाउन आँटेको तर तपाईँले मन पराउनु हुन्न भनेर भुजा ल्याइदिएको चामल सक्यो कुरा चाहिँ कस्तो टाइमको पुलाउ पकाउनु भनेर बेनाले भात खाँदै हुनुहुन्छ आन्टीको चियर्स ह्यापी बर्थडे वा यहाँ आउन यहाँ यसरी 1 2 3 go happy birthday I love you too ल सक्यो त आराम कोक खाएर मात्रै के अरे कस्तो भयो कोक खाँदा कस्तो हुँदैछ मासु 1 2 थियो एउटा दिपाले पनि देख्छ होला नि देख्छ त बिचमा दिपाले दिपाको साथीले सबैले देख्छन् मासु होइन हुन्छ होला हुन्छ होला मासु त हामीलाई मनै पर्दैन के गर्नु र त्यो बाँसको झर हो क्या त्यसलाई जब लाग्यो होला खेदायो अब त्यसले सोचो हटिदिन्छ भनेर
मासु भाडा हातमा हाल्दिन्छ मलाई यहाँ मासु नहाल्दिनु है मासु नहाल्दिने ल भयो मासु खाल्छु क्या किन अगाडि ए म अगाडि मैले होला के साथी थियो म त अगाडि ए तिमी थियो साथीहरू खोइ कहाँ गयो सक्यो यहीसम्म रहेछ अहिले साथीहरू खतम भइसक्यो पार्टी सार्टी गोली मार सकिसक्यो फेरि मेरो क्यामेरा फेरि यस्तो छ कि कस्तो मातेको छ क्या मेरो क्यामेरा मैले खाएको मेरो क्यामेरा माते यस्तो गर्छ जहिले पनि गर हल्लिन चाहिँ मलाई नयाँ फोनको जरुरत छ सो पार्टी पनि यस्तै त आउँछ त अनि अब साउन्ड आउँदैन क्या अगाडिबाट मजाले त्यो साथीहरू पार्टी पनि खाइहाल्यो सो अब ड्युटी भोलि जानुपर्ने हुन्छ त्यही भएर हत्ता तर अब गएर चाहिँ मस्तसँग सुत्दिनु पर्ने हुन्छ भोलि गएर भाडा धस्काउनु पर्ने हुन्छ के बर्गर पनि बनाउँछ त मलाई के भनेको बहिनी बर्गर आउँछ त जान्ने त भाडा त म भाडा यस्तो छिटो धस्काइदिन्छु म सो साथीहरू पार्टी सार्टी खाइयो अब चाहिँ सबजना घर जानुपर्ने हुन्छ सो हजुरहरूलाई चाहिँ भिडियो के कस्तो लाग्यो अब म अहिले ड्युटी गर्दैछु नि त त्यही भएर त्यति भ्लगहरू गर्न चाहिँ पाउँदिनँ अनि आज यहाँ भेनाको बर्थडे भनेर बिहान चाहिँ अलिअलि स्टार्ट गरेको थिएँ अनि अब बेलुका चाहिँ स्टार्ट गरिदिनु होला भोलितिर कन्टिन्यू गर्छ भन्दै चाहिँ तर आजै भेनाको बर्थडे पऱ्यो बिहान थाहा छैन मलाई अघि भर्खर मात्रै थाहा भयो सो यसरी अब कति दिनपछि मात्रै बस्न पाइन्छ किनभने म ड्युटी गएपछि अब त्यस्तो मजाले बस्न पाउँदिनँ नि त आजै हो अब एक दिनपछि कहिले कहिले बस्न पाउँछु सो हजुरहरूलाई चाहिँ भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु सो थ्याङ्क्स फर वाचिङ मेरो भिडियो हेरेर अन्तिमसम्म आइदिनुको धेरै धेरै धन्यवाद डु नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु माई च्यानल भन्दै आजको भिडियो म यहीँ इन गर्न चाहन्छु व्हाट्सअप गाइज सो आज त मुड में आज में what's up guys everybody welcome back to another vlog so साथीहरु बाइ बाइ गर्दियो बाइ बाइ अब कति दिनपछि भेट्न पाउँछु पनि बाइ उले सिक्दै छ त बोल्न देन वा ल बोल्दै छ गाइस पनमेरीको च्यानललाई सब्स्क्राइब गरिदिनु ल अरु के गर्ने पनमेरीको च्यानललाई सब्स्क्राइब लाइक शेयर यहाँ उज्यालोमा चाहिँ आइदैन हौ भाइ केही देखेन झन् काले काले छ हामी यस्तै यस्तै छौं झन् देख्दैन के शेयर लाइक सब्स्क्राइब सबैजना पनमेरीलाई शेयर अरुलाई शेयर अरुलाई शेयर टुङ्गाउन चाहन्छु सो बाइ बाइ एभ्रीवन गुड नाइट लभ यु अल धेरै धेरै माया बाइ बाइ